ल है आज हामी घुम्न गयौँ। कहाँ गयौँ गेस गर्नुहोस् त को गयौँ। आज हामी हाम्रो विद्यालयको लेडिज स्टाफ जति मिलेर विद्यालय छुटेपछि खाजा खाने अनि घुम्ने भनेर निस्क्यौँ विद्यालयबाट। किनकि अब हाम्रो लगभग 2 हप्तालाई स्कुलबाट बिदा भयो बर्खे बिदा। सबजना खुसी बिदा भएर आनन्दले घर बस्नुलाई। त्यही भएर अब 2 हप्तापछि हामी सबैको भेट हुन्छ भनेर आज चाहिँ सबैजना लेडिज स्टाफ मिलेर घुम्न जाऊँ न त। कति हामी चाहिँ लेडिजहरू चाहिँ कस्तो बानी हुन्छ भने घरबाट बाहिर निस्किनै नसक्ने, कतै जानै नसक्ने हैन। जेन्ट्सहरू त ल जाऊँ भनेपछि गइदिइहाल्ने, लेडिजहरूको चाहिँ कहिले कसको के हुने कहिले कसको के हुने। ल आज जसको जति काम बिग्रे पनि ढिलो भए पनि जाऊँ नारायणीको तीरतिर अनि खाजा खाने, एकछिन घुम्ने, टिकटकहरू पनि बनाउने भनेर हामी सबैजना घर जाने टाइममा चाहिँ नारायणतिर निस्क्यौँ। नारायणी हेर्नुहोस् त बढेर कति ठुलो भएको छ। नारायणी छेउसम्म आएको रहेछ। नारायणी चाहिँ बढेर पहिला त्यो जङ्गलसम्म मात्रै नारायणी देखिन्थ्यो, उता बगरे थियो। अहिले चाहिँ यहाँ बाटो बनाउनको लागि गिटीहरू पनि थुपारेको रहेछ। टावरमा गएर हेरेर अनि सामेस चाहिँ हिँडिरहनु भएको छ है। सबैजना हिँड्दैछौँ हामी अनि सबैजना आफ्नो मोबाइलमा ध्यान छ। मेरो पनि आफ्नै मोबाइलमा ध्यान छ। नारायणी चाहिँ बढेको छ। नारायणी तिरेर घुमाएर त्यहीँ ढल्ने कि जस्तै भइरहेको थियो। तर यस्तो राम्रो सिन देखेको थियो, बादल आइरहेको पानी। नारायणी चितवनको प्रख्यात चिज नदी, गहिरो नदी, नेपालको गहिरो नदी नारायणी बगेर छेउसम्म आएको छ। त्यहाँबाट हात्ती आएको छ। त्यहाँ 2टा हात्ती रहेछ। हात्ती पनि त्यत्रो अर्को ठाउँबाट नि टक हिँडेर आउँछ। म चाहिँ जुम गरी हात्ती खिचिरहेको थिएँ। मिसहरू चाहिँ सबैजना टिकटक बनाउँदै हुनुहुन्थ्यो। आज हामी चाहिँ सबैजना जाम घुम्न जाऊँ भनेर सरहरूलाई चाहिँ नलैकन हामीहरू मात्रै, सरहरूलाई चाहिँ नलैजाने हामीहरू मात्रै जाने। अनि हामी चाहिँ कति छिटो घर जाने, सधैँ कति घरको काम गर्ने त नि भनेर आज चाहिँ हामी पनि घुम्न जाऊँ। अब त हाम्रो 15 दिनलाई छुट्टी भयो। 15 दिनसम्म त हामी कसैको भेटै हुँदैन, कसैको कन्ट्याक्टै हुँदैन हैन। त्यही भएर निस्क्यौँ। त्यसपछि टिकटक पनि बनायौँ अनि खाजा खान गयौँ। खाजा चाहिँ आज हामीले हाँसको मासु खाजा सेट मगाएर खायौँ। त हामी कति खुसी भएको खाना पाएर। भोक लागिसकेको थियो नि त, त्यही भएर 6 बज्न लागिसकेको थियो। अनि हामी सबैजना मिलेर खुइ पार्यौँ। हामी खुसी छौँ खाजा खान पाएर। भोक लागिरहेको थियो। सुरुमा पसेको नबनाएर चाहिँ अनि पछि गएर खाएको। मिठो थियो खाजा पनि। मिठो मानी हामीले खायौँ, रमाइलो गऱ्यौँ अनि इन्जोय गरेर घर फर्क्यौँ हामी ह्याप्पीसँग।